गाइज हामी चाहिँ यो बाटो आउँदैछौँ गाइज यस्तो भिड छ कि बाफरे आँखाले भ्याइ नसक्नुको भिड छ यहाँ रोड छ यस्तो भिड छ बाफरे ओ यताबाट आएको हामी चाहिँ यहाँबाट आएको यो डाँडा हुँदै आएको यहाँबाट यस्तै आयो यहाँ आइपुग्दा यस्तो बाफरे यत्रो भिड छ आँखाले देखि नसक्ने चाहिँ चिनीहरू लगाइदिएको यस्तै छ रहेछ बाटो डेन्जर अफ रोड गाइज यो चाहिँ 28 घुम्ती तलबाट जानुपर्ने यहाँ जानुपर्ने चपारी पुल रहेछ त्यहाँ हाइड्रो पावर रहेछ कुन हाइड्रो पावर हो यो कुन रहेछ मोबाइल छुट्टो लाग्छ हामी चाहिँ यहाँबाट आएको गाइज यस्तो बाटो छ यस्तो पहाड छ कि होइन चट्टानै चट्टान छ क्या अनि यहाँबाट चाहिँ छेडेर भित्र लिएर गएको भने यस्तो छ होइन यहाँबाट छेडेर चाहिँ भित्र लिएर गयो है अम्मा यार यत्रो चट्टान हाइड्रो पावर हामी चाहिँ यताबाट जाने तलमाथि चाहिँ यस्तो चट्टान छ कि चट्टान त उसको माथि टाको हामी चाहिँ अहिले जाँदैछौँ चिनिमे डाँडा जाँदैछौँ तर तपाईँहरूले देख्न सक्नुहुन्छ पहाड यस्तो छ बाटोको हालत यस्तो छ पहाड हेर्न सक्नुहुन्छ ओ माई गॉड हामी चाहिँ जाँदैछौँ चिलिमे गाइज यार कसुवा ओभर रहेछ ओभर बाटो चाहिँ यस्तो छ कि के भने यहाँ चट्टान बाहेक अरू केही पाउँदैन होला कि यहाँ गाइज यार थट माटो त खोज्नु जानुपर्छ होला यस्तो चट्टान छ गाइज हेर थट तपाईँहरू देख्नुभयो भने चौपन मेरो पछाडि नि पछाडि यो के हो यो चट्टान डिनर गर्नु हामी चाहिँ बाइकमा आएको गाइज यार त्यही पनि तान्नु मुस्किल धौ आएको छौँ अन्त के छ भनिदिनु न बाटोको हालत यो टुप्पा हेर्नु परेन है आउनु पर्यो जति अप्ठ्यारो छ रमाइलो पनि त छैछ कि गाइज चिन्ता लाग्दैछौँ चिलिने भनेको गाइज चिलिने हुने रहेछ भाइ यस्तो छ कि बाटो बाफ्रे ए माथि डाँडा जानुपर्ने छ भने चाहिँ यहाँ माथि हबमा
घुमाइन्छ यहाँबाट चाहिँ हाइवे पार बन्दैछ है गाइस चाइनाले केही नछोडे यार जहाँ तै खाल्टो खाने यहाँ पल बना है यार यार बाटो कडा राति बसेर कराउनु तपाईँ यार राति बसेर कराउनु यार यस्तो बाटो छट यार पुरै भिड यार थप बाटो त डेन्जर छ बाटो यस्तो भिड छ माथिबाट मान्छे हिँड्छ बाइक पनि चल्नु मुस्किलले कुदेर गएको गाइस यार बाटो हेर्न सक्नुहुन्छ यस्तो पर कि यस्तो परबाट आएको हामी चाहिँ बल्ल बल्ल यो उकालो कट्यो आम्मामा यो के हो गाइस यार के हो यो न रुख छ न केही छ यार केही छ न घाँस छ न रुख छ न केही छ थट केही भेटिँदैन सुन्टिम आएको गाइस यार गाइस यस्तो पारा चाहिँ थट नसकिँदैछ गाइस यार हामी चाहिँ यहाँ तलबाट आएको यहाँ तलबाट हाइवे पार बनाउँदैछ चाइनाले चाहिँ कहीँ पल पार्नु छोडेको छैन त्यो सब परै बनाएको